हेलो दर्शक नमस्ते तपाईहरु सम्पूर्णमा अनि आज चाहिँ 2082 सालको असोज महिनाको 16 गते विजय दशमी बडा दशैंको अवसरमा चाहिँ सम्पूर्णलाई एकदमै राम्ररी मनाउनुहोस् दशैं सबै भव्य बनाउनुहोस् भन्दै शुभकामना भन्न चाहन्छु। साथै अनि हाम्रो चाहिँ यहाँनेरि टीको जमरा लाउने कार्यक्रम चाहिँ सुरुवात हुन लागिरहेको छ अनि हामीले चाहिँ यहाँ रेडी गरिसकेका छौं। हाम्रो भुन्टुले केटाहरु दुईजनालाई टीको ढाला लाउनको लागि अनि मुख सिद्ध गरेर चिसो खाँदैछ दुईजना जेठा खान्छ अनि यता चाहिँ हाम्रो जमरा सुरु भइसकेको छ है। त्यसको लागि यहाँले दही चामल मुस्ने ठिक्क गरेको छौं। यहाँ चाहिँ गौडुवामा चाहिँ हाम्रो दुबो र पाती चाहिँ अनिवार्य हुनुपर्छ। दुबो र पाती अनि अरु सातवटा फुल हुनुपर्छ। रेडी गरिसकेको छौं भने अब चाहिँ हाम्रो माइली मामा आउनु भएको छ यहाँ टीका लाउन आइपुग्नु भएको। अब केटाहरुलाई अब लाउन टोपी के जमरा टीका लाउन अब सुरुवात गरियो है त। ल अब हाम्रो बालेर सुरु भइसकेको छ अनि केटाहरु चाहिँ खै त कुदेकै अनि यहाँ पनि यो पनि सार्नु पर्दछ थामलाई एउटा ढाके पैसा दुबो चाहिँ हाम्रो अनिवार्य अनि गोबर गाईको गोबर अनि खै त यता चाहिँ मेरो गिरिया लक्ष्मी है। ल अब चाहिँ हाम्रो कार्यक्रम ल यता झ्यालदेखि ढोकादेखि बसिहाल त बेबी दैलोमा बेबी दैलोमा बेबी। 2082 सालको हाम्रो शुभ विजय दशमी चाहिँ यसरी सुरु हुँदैछ। मेरो जेठा छोराहरूलाई धेरै धेरै भाग्यमान हुनु ल। बाबु बाबु यता हेर्नु। हेलो ए नि भइरे अर्को पनि यो राखेर यता देमा पर्ति भएछ उज्यालो आउँथ्यो क्या भएर जमरा अब कान्छालाई लानु पर्यो नि त अनि पो जमरा त कान्छालाई खै केटा ढोल्नु मजा छ बुढा बुढीको भाती जाउँ हुन्छ बाबुलाई झर्को लगाइसक्यो। अब ल यतापट्टि पनि ल काठमा तुलसी उडेर ल के माने ल बाबुलाई पनि उसलाई हातमा दिन्न के गर्छ कान्छालाई ल मेरो कान्छालाई ल ल बस त त्यहाँ फेरि माउले लगाइदिने अब ल बस केराको जम छेप्दा घुमाउँछन् 3 खानको यता छेप्छन् 2 अलिक पछाडि राख। मेरो जेठा छोरा टिकी लाउने र लागेकै छ 2 यानी हुनु ल हेर्नु बाबु नमस्ते सानु ल आजको हाम्रो बाबु र बेबीलाई चाहिँ टीको फुकाउने बडा दशैंको चाहिँ कार्यक्रम चाहिँ समाप्त भएको छ भने
अब फेरि अर्को चाहिँ बस त्यही बाबु छेउ बस त्यही ल हुन्छ उताबाट चाहिँ को उल्टो चाहिँ बस्छ त अनि ऊ अनि झन् अन्धार यहाँ टल्किने आउँदो रहेछ होइरहेछ भयो सक्यो ल मुख सिद्ध गर फेरि एकचोटि ल आजको हाम्रो कार्यक्रम त यहीँसँग त भयो है त छोटो मिठो है त जता भए पनि राम्ररी दसैँ मनाउनुहोस् दाजुभाइ दिदीबहिनीहरू भन्दै आजको लागि चाहिँ यहीँ म मेरो छोटो भिडियो चाहिँ अन्त्य गर्दछु हस् त